साथीहरू म फेरि आएँ यहाँ आफ्नै करेसाबारीमा आइया तलब त के गर्नु यो एउटा भइसक्यो यत्रो धेरै हाले यहाँदेखि पुरै अब यहाँ यस्तो साग निकाल्ने अब साग 2 दिन त बाद गर्नु पुग्छ। यहाँबाट पनि फेरि आउँदैछ नयाँ त आउँदैछ तर के गर्नु खानु पर्यो हाम्रो साथीहरू खानु त पर्यो। यहाँ चाहिँ यसलाई राख्यो भने चाहिँ अलिक ठुलो हुन्छ। चाहिँ साग खाने भन्नुभयो साग बनाउनु लाग्यो मम्मीलाई चिसो छ साग दाल भात खानुपर्छ। यहाँ पनि छ यहाँनिर ठुलो हुन्छ तर यो चाहिँ बल्ल हुँदैछ किनकि अनि कति देखाउनु भ्यू भन्न चाहिँ मलाई यो हाम्रो गाउँको सुन्दरता अनि म यसलाई बयान गर्न सक्दिनँ कि यो मोबाइलमा मैले खिचेछु तर म यो हुन्छ नि आँखाले देखेको दृश्य चाहिँ मोबाइलले पनि हेर्न सक्दैन भने चाहिँ हो त्यस्तै भएको छ है साथीहरू। एकदम रमाइलो यहाँ मेथी है यो चाहिँ बेथेरे अकरा पनि फलेछ कति खान्छौँ। ओहो हो साथीहरू हाम्रो मम्मी गोपी यता ठाउँ नभएर यस्तो रोप्नु आयो गोपी सर र चट्ट। यहाँ हाम्रो चराचुरुङ्गी पनि नाचिरहेछन् यो देख्नुभयो हाम्रो गाउँमा त सब नाच्छ क्या चराचुरुङ्गी मम्मीले साग सारेर। ओहो ल बाई बाई गाइज।